नमस्कार, म यहाँहरूलाई आज भटमासेको बिरुवा अथवा बिउको बारेमा जानकारी गराउँछु। बिउको भन्दा विशेष गरेर मैले यहाँलाई भटमासेको बिरुवाको बारेमा जानकारी गराउँछु। यो भटमासे भनेको फ्लेमेन्जिया कन्ट्रेक्टा हो। यो भटमास जस्तै बोट देखिन्छ, भटमासे जस्तै कोसा फल्छ र यो चाहिँ घाँसका लागि अति उत्तम हुन्छ। यहाँहरूले वर्षमा 4 चोटि 5 चोटिसम्म भटमासेको घाँस लिन सक्नुहुन्छ। यो चाहिँ गाईबस्तुको लागि, बाख्राहरूको लागि अति प्रोटिनयुक्त घाँस हो। यहाँले अरू घाँसमा पनि मिसाएर खुवाउन सक्नुहुन्छ र यसलाई यहाँले बारीको छेउ, कुना, भित्ता, पाखा, खरपाखा, खेर गएका ठाउँहरूमा 1-1 मिटरको अन्तरमा यहाँले जहाँसुकै पनि रोप्न सक्नुहुन्छ। यसलाई यहाँले आफूले बिउ राख्ने हो भने माघमा बिउ राखेर असारमा बिरुवा रोप्ने, होइन बिरुवा किनेर चाहिँ यहाँले रोप्दै हुनुहुन्छ भने जेठको 15 देखि साउन 15 भित्र यहाँले बिरुवा रोप्न सक्नुहुन्छ। बिरुवा रोप्दा कतिमा रोप्ने भन्ने यहाँलाई जिज्ञासा लाग्न सक्छ। बिरुवा रोप्दाखेरि 1-1 मिटरको दूरीमा चाहिँ यहाँले यो बिरुवा बारीको डिल अथवा पाटाहरू, पाखाहरू, खरपाखा जहाँसुकै पनि यहाँले 1-1 मिटरको दूरीमा रोप्न सक्नुहुन्छ र यसलाई खासै धेरै मलजलको पनि आवश्यकता पर्दैन, सिँचाइको पनि त्यति धेरै आवश्यकता पर्दैन। यो प्रशस्त हुने घाँस हो, यो भटमासे घाँस हो। यो घाँसलाई कतिमा पाइन्छ भन्नु होला। हेर्नुहोस्, यो साइजको बिरुवा यहाँले भन्नुभयो भने हामीले 10 रुपियाँ गोटामा यो बिरुवा तपाईँहरूलाई हामी दिन्छौँ। तर यहाँले बिरुवा अर्डर गर्दा भोलुममा अर्डर गरिदिनु भयो भने हामीलाई पनि बिरुवा पठाइदिनको निम्ति सजिलो हुन्छ। यति भन्दै म यहाँहरूलाई कहाँ सम्पर्क गर्ने भन्ने जिज्ञासा हुनसक्छ। यहाँले नेपाल कृषि वन बिउ बिजन केन्द्र काठमाडौँ कोटेश्वर बालकुमारीको पुलसँगै रहेको संस्थामा वा सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका वडा नम्बर 5 सूर्यकोटमा यहाँले सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क गर्दा 98 511 59 630 मा वा 98 0 1 2 3 7 7 3 1 मा यहाँले सम्पर्क गर्न सक्नुहुन्छ। हस्त नमस्ते।